भन्नु छाउ बिहा बेला तँलाई कस्तो लाग्दो छ छाउ बिहाटी डरमा न एक्लै छु यो कसरी बस्छु यो गोठुडा न दौरा आठुडो छ न केही छ उल्टे ओछ्याउने पनि छैन जाडीले एउटा कसरी बस्ने हो त आज झाल हुन उही लादामा कसरी पढु एक्लै छु उही खानु पाउँदैन उही भारी बोक्नु पर्दो उही अहिले दौरा यहाँ खसोहरू गरे लागि न एउटा आगो छ न केही छ गोठ डिप्या गोठ पनि अर्क्यो न पर बाटी तलुडाइ आउँदाखेरि पनि त्यहाँबाट छुयो हद्दी पनि काउली आउँ अलग्ग आइकन यति बसेकी छौँ के आरू अब उँझ अहिले आयो कि ऊ दौरा आठुरो नै घाँसो नै भर्खर यहाँ थियो आएँ उयो गोठुडी कसरी पढु बाठरी केटाकेटीकी पनि एउटा ल्याउला सुत्दैछु म चाहिँ बाघाको डरै सापाको डरै कसरी ल्याउँ उसो जारे अब एउटा न दौरा आठुरो न केही थाङ्ना पनि अर्खेन आज म चाहिँ घर थाङ्ना मागौँ भने पनि म चाहिँ कति थाङ्ना ऊ त्यसै भनिकन म चाहिँ घर रिसाना केहरू अब कहाँ छोराछोरी पनि कहाँ पुग्यो दौरा आठुरो पनि छैन आगो कुद्यो पानी पनि हाल्ने मान्छे छैन हड धुनु पाउँदैन पानी छैन हड हुने पानी छैन खाउँ भने पानी छैन केहरू दुःखै छन् अब हड धुनाकी पानी छैन थाङ्ना धुनाकी पानी छैन पानी पाएन अहिले थाङ्ना धुए थाङ्ना सुकेन अब म केहरू अब घर थाङ्ना मागेको रिसा नभए नभए चिसाको ठुडी मैले कसरी बस्ने हो उही छुयो लाग्दो पनि अलग्ग आइकन बसेकी छु न आगा आथुर छ न केही छ अहिले घाँस यहाँ आएर पनि आगा आथुर बालो हुँदाखेरि कोही केटाकेटीले आगो दिएन अब केहरू